नमस्ते यहाँहरू सबैलाई। गत भदौ 23 गते नेपालका युवा पुस्ताहरू, नयाँ पुस्ताहरू जेनजीको नामबाट चिनिन्छ। उनीहरूले भ्रष्टाचार विरुद्ध, सुशासन र विचार अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा जुन जनविद्रोह गरे, त्यस पछाडि फेरि पनि नेपालमा शासकीय स्वरूप कस्तो हुनुपर्ने त्यसको राजनीतिक अर्थ खोज्न थालिएको छ। त्यसको समीक्षा सुरु भएको छ। आजभन्दा 14 वर्ष अगाडि मैले शासकीय स्वरूपकै बारेमा एउटा अखबारमा, अन्नपूर्ण अखबारको विशेष अङ्कमा त्यो शासकीय स्वरूपको बारेमा चर्चा गरेको थिएँ। त्यो 2068 सालको कुरा हो र शासकीय स्वरूपको राजनीतिक अर्थ शीर्षकमा मैले एउटा लामो लेख लेखेको थिएँ। त्यो तपाईहरूले कतै आर्काइभमा गएर हेर्न पनि सक्नुहुन्छ। र सँगसँगै काँचको पर्दामा देखिएको कैफियत शीर्षकको पुस्तकमा पनि मैले त्यस बारेमा केही कुराहरू उठान गरेको छु ती मेरा सङ्कलित लेख रचनाहरूमा। र आज फेरि पनि नेपालको शासकीय स्वरूप अध्यक्षीय हुने या संसदीय हुने भन्ने बारेमा व्यापक चर्चा भइरहेको छ। त्यही चर्चाको श्रृङ्खलामा म यहाँहरूलाई आजभन्दा 14 वर्ष अगाडि अन्नपूर्ण पोस्टमा लेखिएको यो मेरो लेख चाहिँ पढेर सुनाउन चाहन्छु। जति बेला अमेरिकामा यो शासकीय स्वरूपको छलफल भएको थियो त अमेरिकी संविधानविदहरूले, संविधान निर्माताहरूले दुई कारणले प्रत्यक्ष निर्वाचित हुने अध्यक्षीय शासन प्रणालीमा आकर्षित भएका थिए। उनीहरूले दुईवटा आधारबाट चाहिँ यो शासकीय प्रणालीमा जानुपर्छ, अध्यक्षीय प्रणालीमा जानुपर्छ भनेका थिए। पहिलो थियो दार्शनिक मान्टेस्क्यूको शक्ति पृथकीकरणको सिद्धान्तप्रति विशेष झुकाव उनीहरूले राख्थे, अमेरिकनहरूले राख्थे। र दोस्रो मर्यादित शासनको सिद्धान्त, लोक सम्प्रभुता स्थापना गर्न चाहन्थे। यी दुई आधारबाट चाहिँ उनीहरू अमेरिकनहरू चाहिँ अध्यक्षीय प्रणालीमा गए। अङ्ग्रेजी उपनिवेशको अन्त्यपछि, ब्रिटिसहरूको अङ्ग्रेजी उपनिवेश थियो अमेरिकामा, फिलेडेल्फिया सम्मेलनले नयाँ अमेरिका निर्माण गर्ने, जसरी हामीले नयाँ नेपालको कुरा गर्छौँ त्यस्तै नयाँ अमेरिका निर्माण गर्ने गौरवपूर्ण कार्यपालिकाको सृष्टि एकमात्र बाटो हो भन्ने ठहर गरे। जसले राष्ट्रिय कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सामर्थ्य राखोस् र नयाँ सरकारलाई स्थायित्व पनि दियोस्। एउटा चाहिँ कानुन निर्माण, कानुन कार्यान्वयनको कुरा र सरकारको स्थायित्वको कारणले पनि उनीहरू चाहिँ नि अध्यक्षीय प्रणालीमा गएको देखिन्छ अथवा राष्ट्रपतीय प्रणालीमा गएको देखिन्छ। अमेरिकी संविधान निर्माताहरूले अमेरिकाको तत्कालीन परिस्थितिमा विविधता बीच एकता उत्पन्न गर्नु आवश्यक थियो। त्यहाँ विविधता थियो, 13वटा राष्ट्रहरू मिलेर युनाइटेड स्टेट अफ अमेरिका बनेको हो अथवा संयुक्त राष्ट्र बनेको हो त्यो। त्यसले गर्दाखेरि उनीहरू चाहिँ विविधता बीचको एकता, भौगोलिक एकताको लागि पनि उनीहरू राष्ट्रपतीय प्रणालीमा गए। यो कुरामा उनीहरूले प्रधानमन्त्रीय वा संसदीय व्यवस्था बाधक देखे। यो 13वटा जुन चाहिँ नै राष्ट्रहरू एकीकरण भएको थियो, एक ठाउँमा आएका थिए, यसमा चाहिँ संसदीय प्रणालीमा गयो भनेदेखि चाहिँ त्यो बाधक हुन्छ भन्ने कुरा देखेर उनीहरूले चाहिँ अध्यक्षीय प्रणालीमा गएको देखिन्छ। अर्को, शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यको अङ्गहरूलाई स्वतन्त्र, स्वायत्त र समन्वयकारी बनाउन, सन्तुलनमा राख्न आवश्यक ठाने। त्यो राज्यहरू जुन थिए 13वटा राज्य, अहिले त 51वटा भइसक्यो र ती राज्य 50वटा भइसक्यो, 50-51वटा। ती राज्यहरूलाई चाहिँ स्वतन्त्र राख्न, स्वायत्त राख्न र समन्वयकारी बनाउन
बनाउने सन्तुलनमा राख्न चाहिँ आवश्यक चाहिँ प्रत्यक्ष निर्वाचित प्रणाली अथवा अध्यक्षीय प्रणालीले मात्र हुन्छ भन्ने उनीहरूले ठहर गरेका थिए। यो 9 माघ 2068 लेखिएको लेख हो, आजभन्दा 14 वर्ष अगाडि। अहिले त्यति बेलाकै सन्दर्भहरू छ। अहिले नेपालको राष्ट्रिय राजनीति पनि राज्यको शासकीय स्वरूपमा आएर अडिएको छ। मैले त्यति बेलाको सन्दर्भ गर्न खोजिरहेको छु, पढिरहेको छु। एकीकृत नेकपा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीय शासन प्रणालीमा अडान कायम राखेपछि संविधान निर्माणको विवाद समाधानको मेलो सरेको छैन। शासकीय स्वरूपको अध्यक्षात्मक प्रणाली र प्रधानमन्त्रीय प्रणालीको दलीय अडानले कुनै निकास निस्कन्न। कुनै बीचको मोडेलमा सहमति भएमा बाहेकको अवस्थामा संविधान निर्माणमा ब्रेक लाग्ने खतरा उत्पन्न भएको छ। त्यति बेला संविधान निर्माण भएको पनि थिएन। 72 सालमा बल्ल आएर संविधान निर्माण भयो। संविधान निर्माणकै बखतमा चाहिँ यी कुराहरू चर्चामा थिए। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासकीय स्वरूपमा काङ्ग्रेस, मधेसी लगायत संसदवादी दल आउने सम्भावना छैन। संविधान निर्माणमा माओवादीले आफ्ना अधिकांश मुद्दा बक्स अफिसमा संस्थागत गर्न सकेन, जसले उसले चाहिँ नै धेरै मुद्दाहरू उठाएको थियो, सङ्घीयता सम्बन्धी मुद्दाहरू उठाएको थियो, बिस्तारै छोड्दै गएको बेला थियो। राज्य पुनर्संरचनाको माओवादी मुद्दा आयोगको कठघरामा पुगेको छ। अब त्यति बेला जस्ट 65 जब राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिको पतन भयो, यो संविधानको समिति थियो, त्यस पछाडि दलहरूकै सहमतिमा चाहिँ एउटा आयोग बनाएको थियो। त्यो आयोगको चाहिँ नै कार्यक्षेत्रमा पर्दथ्यो त्यो। त्यति बेला माओवादीहरू शान्ति प्रक्रियालाई दाउमा राखेर शासकीय स्वरूपमा आफ्नो मुद्दा स्थापित गर्न चाहन्छ। त्यति बेला चाहिँ माओवादीहरू चाहिँ आफ्ना शान्ति प्रक्रियाका सबै मुद्दाहरू चाहिँ सम्पन्न भइसकेका थिएनन् अथवा पूर्ण शान्ति प्रक्रिया पूर्ण भइसकेको थिएन र तिनै मुद्दाहरू गरेर खालि शासकीय मोडलमा मात्रै उनीहरूले चाहिँ अडान राखेका थिए। अध्यक्षीय र प्रधानमन्त्री वा संसदीय व्यवस्था लोकतान्त्रिक शासकीय स्वरूप नै हो। अध्यक्षीय भनौँ या प्रधानमन्त्री वा संसदीय व्यवस्था भनौँ, त्यसलाई लोकतान्त्रिक शासनकै रूपरेखा मानिन्छ। तर प्रत्यक्ष अध्यक्षीय शासन पद्धतिसम्म स्थापित गर्न नसक्दा हिजोकै संसदीय प्रणाली पुनर्स्थापित भएको सन्देश जाने भएकोले माओवादी यतिखेर आफ्नो अस्तित्वका निम्ति, अस्तित्व रक्षाका निम्ति यो मुद्दा स्थापित गर्न चाहन्छ। अब माओवादीहरूले शासकीय स्वरूप पनि नबदल्ने भने त उनीहरू जुन संसदीय व्यवस्थाको भण्डाफोर गर्दै युद्धमा गएका थिए त्यति पनि पुरा नहुने भयो। त्यसले गर्दाखेरि उनीहरूले त्यति बेला अडान लिएका थिए। काङ्ग्रेस लगायत संसदीय धुरीका दल प्रधानमन्त्रीय संसदीय प्रणालीमा अभ्यस्त भएकोले उनीहरूले अध्यक्षीय प्रणाली सोच्न पनि नसकेका हुन्। काङ्ग्रेसको चाहिँ अन्तिम चाहिँ नै लक्ष्य भनेको चाहिँ संसदीय प्रणाली नै हो। त्यसले गर्दाखेरि उनीहरू शासकीय प्रणालीमा जान चाहँदैनथे। फेरि प्रत्यक्ष अध्यक्षीय प्रणाली लोकप्रिय मतका आधारमा आउने भएकोले निरपेक्ष बहुमत ल्याउन नसक्ने राजनीतिक दलको स्वार्थका निम्ति घातक नै हुन्छ। अब यसमा त एकजना व्यक्ति उठ्ने हो, एकजना व्यक्तिले चाहिँ लोकप्रिय मत प्राप्त गर्नुपर्छ। त्यो लोकप्रिय मत चाहिँ प्राप्त गर्न सक्ने चाहिँ उनीहरूले देखेनन्, अथवा संसदको जोड घटाउ गणितका आधारमा जोड घटाउ गरेर जहिले पनि शासन सत्तामा आउन सक्ने सम्भावना भएको हुनाले उनीहरू चाहिँ संसदीय व्यवस्था नै रुचाउँथे। माओवादीले सबै मुद्दा घाटमा पुर्याइसकेको छ, यसर्थ यो मुद्दा पनि छोड्यो भने उसको बाँकी केही रहने छैन। वास्तवमा उसले अध्यक्षीय प्रणाली त्यति बेला नछोडेको भएदेखि एउटा त्यसको निकास निस्किन्थ्यो। त्यही कारणले अहिले माओवादी चाहिँ पछिल्लो चोटि चाहिँ माओवादी बिस्तारै बिस्तारै खुम्चिँदै के अरे पछाडि पर्दै गएको चाहिँ देखिन्छ। यो मुद्दाको कारण पनि हो। माओवादीले यो मुद्दा छोडाउँदै उठाउँदै गरेको हो। 2066 सालमा उसले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दा छाडेर संसदबाट चुनिने राष्ट्रपतिको वकालत गरेको थियो। त्यति बेला फेरि एउटा माओवादीले अर्को अप्सन दिएको थियो कि ल संसदबाटै चाहिँ छानिने चाहिँ राष्ट्रपति गरौँ न त भन्ने खालको कुरा आएको थियो। त्यो बारेमा मैले कान्तिपुर 2066 असार
17 गते राष्ट्राध्यक्ष अलङ्कारिक कार्यकारी भन्ने शीर्षकमा पनि लेखेको थिएँ। अर्को अङ्कमा अर्को एपिसोडमा चाहिँ म त्यो बारेमा पनि तपाईँहरूलाई पढेर यहाँहरूलाई जानकारी गराउने छु। राजनीतिक विज्ञानको सिद्धान्तले परिकल्पना गरेको अध्यक्षीय र संसदीय शासकीय स्वरूप एक अर्काका विकल्प हुन्। अब यी दुईटा शासकीय स्वरूपहरूमा के भिन्नता छ भने यो दुईटै शासकीय स्वरूपहरू चाहिँ बिल्कुल भिन्न हुन्, विकल्प हुन्। दुवै शासकीय स्वरूपको अभ्यास हुँदै आएको छ, विश्वमा यो अभ्यास पनि हुँदै आएको छ। अपवाद फ्रान्समा दुई स्वरूपलाई मिलाएर मिश्रित स्वरूपको अभ्यास भएको छ। फ्रान्समा चाहिँ मिश्रित खालको छ, प्रधानमन्त्रीलाई केही अधिकार, राष्ट्रपतिलाई केही अधिकार दिएर चाहिँ त्यहाँ चाहिँ मिश्रित खालको व्यवस्था गरिएको छ। अध्यक्षीय र संसदीय शासकीय रूपरेखाका आधारमा विशेषता र भिन्नताहरू छन्। यो शासकीय रूपरेखाकै आधारमा चाहिँ भिन्नताहरू छन्। जस्तो कि अध्यक्षीय भयो भनेदेखि त्यहाँ सांसदको भूमिका बेग्लै हुन्छ र त्यहाँ चाहिँ नि कार्यकारीको भूमिकालाई बेग्लै नै हुन्छ। नितान्त सांसदहरूले अथवा व्यवस्थापिकाले चाहिँ व्यवस्थापिकाको काम गर्ने र कार्यकारीहरूले चाहिँ के अरे शासकले चाहिँ कार्यकारी भूमिका निर्वाह गर्ने हुन्छ। त्यसले गर्दा यसको विशेषता र भिन्नता नै बेग्लै हुन्छ। वैकल्पिक शासकीय स्वरूप भएकोले निर्वाचन पद्धति र शासकीय अङ्ग दुवै फरक हुन्छ। निर्वाचन पद्धति पनि फरक हुन्छ, शासकीय अङ्गहरू पनि फरक हुन्छन्। अध्यक्षीय प्रणालीमा कार्यपालिका प्रमुखको निर्वाचन प्रत्यक्ष बालिक मताधिकारको आधारमा हुन्छ। अब यो सामान्य हामीहरूलाई जानकारी भएकै कुरा हो कि त्यहाँ प्रत्यक्ष निर्वाचित हुन सक्दछ। प्रधानमन्त्री वा संसदीय प्रणालीमा सदनको निर्वाचन मात्र प्रत्यक्ष हुन्छ। त्यहाँ चाहिँ सदनमा निर्वाचन हुन्छ, पहिला सदनको सांसदको, त्यही सांसदले चाहिँ के अरे राष्ट्रपति या प्रधानमन्त्री कार्यकारी प्रमुख छान्ने हो। कार्यपालिका संसदले निर्वाचन गर्छ, कार्यपालिका पनि संसदले नै निर्वाचन गर्छ। यो रमाइलो कुरा छ। कार्यपालिका पनि संसदले नै निर्वाचन गर्ने, विधायन पनि संसदले नै निर्माण गर्ने भएको हुनाले यो फरक छ। तलदेखि माथिल्लो निकायसम्म पूर्ण दुवै प्रणालीको स्वरूपहरू नितान्त र स्वतः फरक हुने कुरा नै भइहाल्यो। मुख्य कुरा कुन शासकीय स्वरूप आधुनिक लोक कल्याणकारी राज्य सुहाउँदो छ र कुन छैन त्यो विचार गर्न जरुरी छ। आधुनिक राजनीतिक विज्ञानले शक्ति पृथकीकरणको सिद्धान्तलाई जोड दिँदै आएको छ। अध्यक्षीय प्रणालीले शक्ति पृथकीकरणको सिद्धान्त अङ्गीकार गर्छ, तर संसदीय प्रणालीले त्यो सिद्धान्तलाई खारेज गर्छ। जस्तो कि त्यहाँ सांसदलाई व्हिप लाग्छ, त्यहाँ प्रधानमन्त्री नै चाहिँ पार्टीको पनि अध्यक्ष हुन्छन् र संसद चाहिँ नै कैदी बन्दी जस्तो हुन्छ। कार्यपालिकाको कैदी बन्दी जस्तो हुन्छ। त्यो हामीहरूले देखेकै कुरा हो। संसदीय प्रणालीमा कार्यकारी र विधायकी शक्ति एउटै समूहको हातमा हुन्छ। हामीहरूले देखेको अझ एउटा समूहको मात्रै होइन, यहाँ त एउटा व्यक्तिको हातमा हुने कुरा पनि देखिरहेको छौँ हामीले। सदनले नै संविधान, ऐन, कानुन बनाउने, खारेज गर्ने, संशोधन गर्ने, सरकार गठन र विघटन गर्ने गर्छ। अध्यक्षीय व्यवस्थामा विधायकको र कार्यकारी शक्ति फरक हुन्छ, अर्थात् राज्यका दुवै अङ्ग स्वतन्त्र हुन्छन्। कार्यपालिका जनताले प्रत्यक्ष निर्वाचन मार्फत चुन्छन्, देशकै राष्ट्राध्यक्ष ठान्छन्। अहिलेको जस्तो भित्ते र दलको राष्ट्रपति होइन। संसदीय व्यवस्था दलीय शासन व्यवस्थाको रूपरेखा हो। संसदीय व्यवस्था चाहिँ दललाई प्रमुखता दिने अथवा पार्टी स्वतन्त्रताको कुरा मात्रै हो। अझ नेतातन्त्रको मात्रै कुरा हुन गएको छ। त्यसको चाहिँ भ्रष्टीकरण हुँदै गयो परिभाषा भने नेतातन्त्रमा चाहिँ सीमित हुन्छ केही नेताहरूमा। दलीय आधारमा सदनको मात्र प्रत्यक्ष निर्वाचन हुन्छ। कार्यपालिका सदनका बहुमत पुर्याउने दलले बनाउँछ। राष्ट्रको प्रमुख अङ्ग कार्यपालिका छान्ने अधिकार जनतालाई हुन्न। यो सरकार र प्रतिपक्ष मात्र रहने दुई दलीय पद्धतिमा मात्र उचित हुन्छ। बहुदलीय पद्धतिमा पनि यसको काम छैन। नेपालकै घटनाक्रमले पनि प्रमाणित गरेको छ। अहिलेको घटनाक्रम पनि यसमा जोड्ने हो भने यो त 68 सालसम्मको मात्रै हो। अहिलेको पनि घटनाक्रमहरूलाई जोड्ने हो भनेदेखि त यो त झनै प्रमाणित हुन्छ, झनै प्रष्ट हुन्छ। संसदीय व्यवस्था नेताहरूको कुण्डली तयार गर्ने काममा अल्मलिएको हुन्छ। कुन नेताले के गर्दैछ, कहाँ भ्रष्टाचार गर्दैछ अथवा उसलाई कसरी तलाउने भन्ने विषयमा चाहिँ
अल्मलिन्छ यो चाहिँ संसदीय व्यवस्था, यसको कुण्डली नै त्यही हुन्छ। यो नीतिमुखी होइन, नेतामुखी व्यवस्था हो। पहिलो विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धको कालखण्डसम्म संसदीय व्यवस्था असफल साबित भइसकेको थियो। पहिलो र दोस्रो विश्वयुद्ध बीच फ्रान्सको पतनसम्म 23 वर्षमा 42वटा सरकार फेरिएका थिए। यति नै वर्षमा बेलायतमा 11वटा सरकार आए। महिनाको हिसाब गर्ने हो भने फ्रान्समा 6 महिना मात्र एउटा सरकार चल्यो। नेपालकै विगतको सरकारको आयु गणना गर्दा पनि हुन्छ। अब अहिले त गणना गर्ने हो भने त एउटा सरकार 3 महिना 4 महिना मात्र पनि चलेको छ। त्यसले गर्दाखेरि यो भ्रष्टीकरण, संसदीय व्यवस्थाको भ्रष्टीकरण चाहिँ हाम्रो जस्तो देशमा चाहिँ उच्चतम रूपमा चाहिँ छ, उत्कर्षमा छ भन्नुभयो। विगतका सरकारको आयु गणना गर्दा पनि हुन्छ। संसदीय प्रणाली सारमा तदर्थवादको नमुना हो। संसदीय व्यवस्थालाई अड्याउने बेलायतमा एउटा प्रचलित भनाइ नै छ। बेलायतमा एउटा प्रचलित भनाइ के छ भने प्रधानमन्त्रीले विरोधी दलको नेतालाई कान्छी श्रीमती भन्दा बढी जानकारी राख्नुपर्छ अरे। अब त्यहाँ त त्यो अर्कै श्रीमती जस्तो जानकारी राख्ने कुरा हो। यहाँ त कुनै न कुनै विषयमा चाहिँ विपक्षी दलको नेताहरू फसिरहेका हुन्छन्, भ्रष्टाचार लगायतको। तिनै कुराहरू उठाएर चाहिँ नि विपक्षी दलका नेतालाई चाहिँ आफ्नो मुठीमा लिने चाहिँ सम्भावना चाहिँ धेरै हुन्छ। यसको अर्थ अध्यक्षीय प्रणालीको दोष छैन भन्ने होइन। फेरि हामीहरूले एउटा छलफल चाहिँ के गर्नुपर्छ भने अध्यक्षीय प्रणाली चाहिँ दोषरहित, दोषविहीन भन्ने पनि होइन। तर यसको दोषको आधारमा गुण के मानेमा फरक छ भने यो शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित छ। कमसेकम यो चाहिँ शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित छ। यसको प्रमुख दोष भनेकै अधिनायकवादमा पतन हुन्छ कि हुन्न भन्ने हो। यो धेरै कुराहरू आएको छ, जेलेन्स्की मोडल हुन्छ कि भन्ने कुराहरू पनि आएको छ। तर त्यसलाई चाहिँ नि शक्ति सन्तुलनलाई चाहिँ नि व्यवस्थित गर्न सक्यो भने यस्तो नहुन पनि सक्छ। संसदीय व्यवस्थाकै प्रधानमन्त्रीहरू पनि अधिनायकवादी भएका छन्। जस्तो भर्खरै चाहिँ नि तपाईँ हामीले देख्यौँ चाहिँ नि केपी ओलीको चरित्र के अधिनायकवाद भन्दा फरक थियो र? थिएन पक्कै पनि। अधिनायकवादमा पतन हुनबाट रोक्न गठन र विघटन गर्ने प्रक्रियामा ध्यान पुर्याउन सक्दा समस्या समाधान हुन सक्छ। जनताले हायर फायर गर्ने अधिकार सुनिश्चित गर्दा, जस्तो कि प्रत्याहारको अधिकार राख्दा समस्या समाधान हुन सक्छ। अब संसदले महाभियोग लगाएर हटाउन सक्ने व्यवस्था पनि गर्न सकिन्छ, अथवा जनताले प्रत्याहार गर्ने व्यवस्था भयो, रिकल गर्ने व्यवस्था भयो भने पनि यसको चाहिँ सन्तुलन, शक्ति सन्तुलन चाहिँ ठिक ठाउँमा आउँछ र अधिनायकवादमा पतन हुनबाट चाहिँ रोक्छ भन्ने हो। फ्रान्सेली नमुनाको मिश्रित प्रणाली त राष्ट्रपतिलाई राजनीतिक रूपले नपुंसक बनाउने योजना मात्रै हो। त्यहाँ हामीहरूले देखिरहेको छौँ कि त्यहाँ कहिले फ्रान्समा प्रधानमन्त्री, कहिले चाहिँ राष्ट्रपतिले अधिकार दुरुपयोग गर्दाखेरि त्यहाँको चाहिँ लोकतन्त्र चाहिँ भ्रष्ट हुँदै गइरहेको हामीहरूले देखेको छौँ। त्यहाँ राष्ट्रपतिको अधिकार मन्त्री परिषदले प्रति हस्ताक्षर गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ। अहिलेको जस्तो चुनावी पद्धति राख्ने हो भने संसदको समीकरणमा कसैको बहुमत नपुग्ने स्थिति त छँदैछ। त्यस्तो 12 थरी समीकरणले चुनेको राष्ट्रपति रूपको कार्यकारी भए पनि रूपको कार्यकारी होला, तर सारको धुन्धुकारी हुन्छ। यस्तो राष्ट्रपतिहरूले चाहिँ कुनै न कुनै चाहिँ शक्ति केन्द्रहरू पक्रेर फेरि धुन्धुकारी हुने सम्भावना छ। कुनै दल विशेषको बहुमत आएमा त्यसले चुन्ने राष्ट्रपति तानाशाही सर्वसत्तावादी हुने खतरालाई कसैले नकार्न सक्दैन। तर दलले चुन्नेमा चाहिँ त्यो तानाशाही हुन सक्दछ। जनताले चुन्नेमा चाहिँ जनतालाई विश्वास गर्नु पर्यो। सार्वभौम जनतालाई शासक चुन्ने अधिकार चाहिँ हुनु पर्यो, स्वायत्त हुनु पर्यो। सदनबाट राष्ट्राध्यक्ष निर्वाचित गराउने कुरा दलीय सर्वोच्चतासँग मात्र सम्बन्धित छ। अब यसले चाहिँ पहिलोले चाहिँ पुरा के अरे जनतालाई सार्वभौम बनाउँछ, अर्कोले चाहिँ सदनबाट मात्रै चुनिने कार्यकारी प्रमुख हुँदा चाहिँ त्यसले सदनलाई मात्रै सर्वोच्च अथवा के अरे सार्वभौम बनाउँछ। जनतालाई सार्वभौम सत्ताको हकदारबाट वञ्चित गराउने विषय हो यो।
आधुनिक लोकतन्त्रको अवधारणा अनुसार राजनीतिक शक्ति समाजमा निहित हुन जान्छ। राज्य सत्ता जनताको लागि जनताद्वारा गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित हुने राष्ट्राध्यक्षलाई जनताको निश्चित सङ्ख्याले फिर्ता बोलाउने अधिकार राखेर निरङ्कुश हुनबाट अङ्कुश लगाउन सकिन्छ। संसदको महाभियोग पनि लगाउन सकिएला र जनमत खास गरिकन जनमत गरेर पनि त्यस्तालाई चाहिँ हटाउन सकिन्छ। त्यो चाहिँ संवैधानिक व्यवस्था चाहिँ गर्न सकिन्छ र त्यो संविधानको विशेष अदालत एउटा गठन गरेर त्यस्ता कुरा असंवैधानिक कामहरू हुन थाल्यो भने त्यो विशेष अदालतमा मुद्दा पर्यो भने त्यसले पनि हटाउन सक्ने व्यवस्था राखेर निरङ्कुश हुनबाट चाहिँ बचाउन सकिन्छ। अधिकार राखेर निरङ्कुश हुन खोज्नेलाई अङ्कुश लगाउन सकिन्छ। आवाधिक जनमत सङ्ग्रहको राजनीतिक सन्तुलन पनि राख्न सकिन्छ। बरु सदनबाट निर्वाचित हुनेलाई अङ्कुश लगाउन दलीय स्वार्थको कारण प्राय असम्भव हुन्छ। सदनले चुन्ने राष्ट्राध्यक्ष प्रधानमन्त्रीमा फरक नै के हुन्छ? आखिर ती पात्र दलले नै चुन्ने हो। प्रधानमन्त्रीय शासकीय स्वरूप दलीय स्वतन्त्रताको कार्यक्रम हो। यो कार्यक्रमले जनताको स्वतन्त्रतालाई अन्यत्र मोड्छ। यो व्यक्ति तथा राजनीतिक स्वतन्त्रता माथिको कुठाराघात पनि हो। सार्वभौम सत्तालाई जनता समक्ष पुर्याउँदा मात्र निरङ्कुशताको अन्त्य गर्न सहज हुन्छ। सार्वभौम सत्तालाई सदनमा पुर्याएर सीमित गर्नु लोकतान्त्रिक पद्धति होइन। आम जनताबाट कार्यकारी प्रमुख चुनिँदा त्यसमा प्रतिशत पनि राख्न सकिन्छ। 51% भन्दा बढी चुनिँदा उसमाथि दबाब पर्छ। तथाकथित प्रजातन्त्रवादी देशमा निर्वाचनको नाटक गरेर जितेपछि राष्ट्राध्यक्ष निरङ्कुश भएको अपवाद घटनालाई लिएर धारणा बनाउनु बिल्कुल ठिक होइन। र यसरी मैले 2068 साल माघ 9 गते अन्नपूर्ण पत्रिकामा चाहिँ विशेष अङ्कमा चाहिँ यसरी मैले आर्टिकल लेखेको थिएँ। त्यो काँचको पर्दामा मैले त्यसको प्रमाणसहित मैले यहाँ पेश गरेको छु। र यो बहस यो छलफल उचित लाग्यो भने तपाईहरूले यसमा लाइक कमेन्ट सब्सक्राइब गरिदिन सक्नुहुनेछ भन्ने आशा राख्दै म यहाँहरूबाट बिदा लिन्छु। धन्यवाद। नमस्कार।